हाम्रो विशेष अधिवेशन सम्पन्न भयो। यसले लिडरसिप चेन्ज गरेको छ। केन्द्रीय कार्य समिति नै नयाँ आएको छ। यसलाई अद्यावधि गरिदिनु होला भन्ने निवेदन लिएर आएका हौँ र त्यसका निम्ति पुष्टाइ गर्ने जति पनि चाहिने कागजातहरू छ त्यो सबै विवरण हामीले त्यहाँभित्र बुझाएका छौँ। नेपाली कांग्रेस पार्टीको विशेष महाधिवेशन सम्पन्न भएर त्यसले देशको लागि आजको सन्दर्भमा विभिन्न दृष्टिकोणहरू पारित गरेर सँगैमा नेतृत्व पनि परिवर्तन गरिसकेको जे अवस्था हो, जे वस्तुस्थिति हो, त्यही विषयलाई चाहिँ आज निर्वाचन आयोग समक्ष लिखित रूपमा पनि मौखिक रूपमा पनि नेपाली कांग्रेस पार्टीको जे अद्यावधिक भएको अवस्था छ, कानुनी आँखाले हेर्दै गर्दाखेरि पार्टीको विधान, नेपालको संविधान, राजनीतिक दल सम्बन्धी ऐन, यो सबै व्यवस्थाबाट पार्टी नेपाली कांग्रेस पार्टीभित्र भएको अहिलेको अधिवेशन रितपूर्वक भएको छ र यसलाई माघ 6 गतेको यो प्रतिनिधि सभाको निर्वाचनको मनोनयन गर्नुपर्ने भएको हुनाले गर्दा त्यो समयलाई पनि ख्याल राखेर निर्वाचन आयोगले अत्यन्त छिटो अद्यावधि गर्ने काम टुङ्गाइदिएर र बाँकी रहेका बाहिर रहेका दुविधाहरूलाई पनि चिरिदिने काम गर्नुपर्छ भन्ने कुरा थप कुरा उहाँले राख्नुभयो। यो राजनीतिक दलको कुनै विवाद सम्बन्धी विषय होइन, यो राजनीतिक दलको अधिवेशन सम्पन्न भएको कुराको अद्यावधि गराएको विषयको हो। 51 अनुसार त्यस कारणले गर्दाखेरि अब हाम्रो एक्सपेक्टेसन भनेको त आज 1 गते भइसक्यो होइन। यो भोलि ढिलोमा पनि पर्सिभित्रमा निर्वाचन आयोगको तर्फबाट अद्यावधि गर्ने काम टुङ्गिन्छ भन्ने विश्वास छ। किनकि त्यसका निम्ति आयोगले जे कुराहरू हेर्नुपर्ने हो, विशेष महाधिवेशन सम्पन्न भएको कुरा विधान सम्मत छ कि छैन, आयोजना भएको विधान सम्मत छ कि छैन भन्ने कुराको लागि सबै तथ्य प्रमाण यी बाहिर पनि सार्वजनिक छन्, अरू बाँकी रहेका तथ्य प्रमाण कागजहरू सबै हामीले बुझाएका छौँ। यसको आधारमा एकदम छिटो यसको निर्णय हुन्छ भन्ने कुराको हामीलाई विश्वास छ। यो पार्टीको नयाँ नेतृत्व आइसके पछाडि नेपाली कांग्रेस पार्टीको योभन्दा अगाडिको निर्णयबाट नेपाली कांग्रेसका तत्कालीन सभापति आदरणीय शेरबहादुर देउवाको हस्ताक्षरमा हामीले प्रतिनिधि सभाको मनोनयन गर्छौँ भन्ने जुन यहाँ जानकारी गराइएको थियो, आज हामीले त्यसलाई बदलेर नेपाली कांग्रेस पार्टीको सभापति गगन थापाको हस्ताक्षर यो पार्टीको निर्णय यो भन्ने पनि भनेका छौँ र समानुपातिक सूचीका सन्दर्भमा पनि बिचमा केही समस्याहरू आयो भनेदेखि पनि त्यसलाई सच्याउने वा त्यसभित्र केही कुनै पनि बेलामा आयोगले बोलाउँदै गर्दा छलफल गर्ने अधिकार पनि पार्टी सभापतिले दिने भनेर आजको बिहानको पार्टीको बैठकले निर्णय गरेको छ। यो नियमित स्वाभाविक प्रक्रिया भइहाल्यो। नेपाली कांग्रेस पार्टीको विशेष महाधिवेशन प्रारम्भ भइसके पछाडि प्रारम्भ हुन साथै भोलिपल्टै प्रारम्भ भयो, बन्द सत्र भयो। बन्द सत्र भएको सुरुमै हामीले कार्यविधि पारित गऱ्यौँ। कार्यविधि पारित गर्दाखेरि यसले नेपाली कांग्रेसको आदरणीय नेता शेरबहादुर देउवाको सभापतित्व भएको केन्द्रीय कार्य समिति भङ्ग गर्यो, विघटन गर्यो। स्वतः विघटन हुने भयो किनकि निर्वाचन प्रक्रिया सुरु भइसकेपछि त्यो कुराको जानकारी हामीले समयमै निर्वाचन आयोगलाई गराइसकेका थियौँ। त्यसैले निर्वाचन आयोगको यतिखेर भएको जानकारी उसँग भएको प्रारम्भिक जानकारी भनेको त नेपाली कांग्रेस पार्टीको विशेष महाधिवेशन प्रारम्भ भएको छ, शेरबहादुर देउवाको नेतृत्वमा भएको केन्द्रीय कार्य समिति अहिले विघटन भएको छ, नयाँ कार्य समिति चयन हुँदैछ भन्ने उसको जानकारीमा हो हामीले त्यो कुराको जानकारी यहाँ गराएका छौँ। अब हामीले अरूले के जानकारी गराउनु भयो भन्ने बारेमा हामी आफूले त्यसका बारेमा प्रतिक्रिया दिने कुरा उपयुक्त हुन्न। हामीले के गर्यौँ र हामीले के कुराको जानकारी गरायौँ भन्ने कुरा हामीले बताउनु पर्यो। नेपाली कांग्रेस पार्टीको विशेष महाधिवेशन सम्पन्न भएर त्यसले देशको लागि आजको सन्दर्भमा विभिन्न दृष्टिकोणहरू पारित गरेर सँगैमा नेतृत्व पनि परिवर्तन गरिसकेको जे अवस्था हो, जे वस्तुस्थिति हो, त्यही विषयलाई चाहिँ आज निर्वाचन आयोग समक्ष लिखित रूपमा पनि मौखिक रूपमा पनि नेपाली कांग्रेस पार्टीको जे अद्यावधिक भएको अवस्था छ, नीतिको नेतृत्वको समग्रतामा जे अद्यावधिक भएको छ, त्यो विषयमा चाहिँ हामीले निर्वाचन आयोगलाई लिखित रूपमा आधिकारिकता पाउनेमा कतिको आश्वस्त विश्वस्त हुनुहुन्छ? नै प्रश्न यहाँनिर अद्यावधिक गर्ने भइसके पछाडि नेपाली कांग्रेस पार्टीले महाधिवेशन गर्छ, नेपाली कांग्रेस पार्टीले महाधिवेशन गरिसकेर नीति लिन्छ, नेपाली कांग्रेस पार्टीले महाधिवेशन गरिसकेर नेतृत्व परिवर्तन गर्छ, त्यहाँ बाँकी अरू प्रश्न उठ्दैन। एउटा प्रश्न तपाईँमाथि नै छ के पार्टी विभाजन हुने भए हलबाट निस्किने पहिलो व्यक्ति म हुन्छु भन्नुभएको हो त, कहाँ विभाजन भयो त पार्टी भएन है? नेपाली कांग्रेस पार्टीको महाधिवेशन हुने कुराले महाधिवेशनमा कोही सहभागी भयौँ होला, कोही भएनौँ होला, त्यो आफ्नो ठाउँमा छ।